साथीहरु आज चाहिँ म बफेलो राजाको भुटुवा बनाउँदैछु एकदमै मिठो तरिकाले हैन। मलाई चाहिँ कहिलेकाहीँ कुकिङ गर्न मन पर्छ एकदमै। पहिले सुरुमा चाहिँ टक्क ग्यास बाल्छु, त्यसपछि चाहिँ त्यसमा मिठो तरिकाले हाम्रो सुरुमा तेल हाल्छौं। अनि त्यसपछि मेरो श्रीमतीले कति भिडियोमा देखाउँछ, आफूलाई पनि देखा न खै भनेर आफूलाई देखाउँछ र किनकि आफू पनि आउन पाउँछ भनेर भिडियोमा र फिल्टर राखेर मेरो अनुहार चाहिँ पुरै बिगार्दिएको छ त्यसले चाहिँ। अब चाहिँ म खुर्सानी टकटक लाएर दुईटा खुर्सानी भाग्छु ताकि स्वाद एकदमै राम्रो आओस्। मैले चाहिँ भुटुवाको पानी एकदमै धेरै निस्केर 1 कप जति पानी निकालेर राखेको छु साथीहरु, ताकि पछि यसलाई म युज गरेर हाल्छु र हाम्रो भोटे कुकुरले पनि बाहिरबाट हेरिरहेको छ के पाक्दैछ भनेर। यसलाई त म मजाले पाकाउँछु। त्यसभन्दा पहिला बेसार थोरै हाल्छु किनकि बेसारले पानी सोच्ने काम गर्छ भन्ने सुनेको थिएँ। पहिला सुरुमा बेसार हाल्छु र यसलाई मजाले अझै 15-20 मिनेट जति भुट्न दिन्छु। साथीहरु एकदमै पानी निस्क्यो भने तपाईले 1 कपमा पानी निकालेर राख्न सक्नुहुन्छ। यस्तो सुक्छ पानी ताकि पछि त्यो पानीलाई युज गर्न मिल्छ। र मैले फिल्टर युज गरेको भएकोले टिकटकबाट बनाएको भएकोले एकदमै फिक्का देखेको छ रङहरु र त्यसको लागि सरी। अर्को चोटीमा ओरिजिनल क्यामेराबाट बनाउनु छु। बुढीले पनि गाली गरेर चाहिँ किन फिल्टर युज गरेको होला भनेर। मैले चाहिँ यसमा थोरै धुलो खुर्सानी र त्यसपछि मिट मसला, त्यसपछि लसुन र अदुवाको पेस्ट हाल्दिन्छु। यसपछि यसलाई अझै भुट्न दिन्छु एकछिन 15-20 मिनेट जति साथीहरु, ताकि खाँदा पनि कुरुम कुरुम होस्। यो भुटुवा अलि सारो हुन्छ त्यसैले अझै मजाले पकाउनु पर्छ साथीहरु। भुटुवा चाहिँ अब रातो रातो हुँदै गएको छ। तपाईले सायद देख्नु हुँदैन क्यामेरामा किनकि मैले फिल्टर युज गरेर बनाएको थिएँ टिकटकबाट, त्यसैले अलि मिस्टेक नै भयो। अर्कोचोटि रियल क्यामेराबाट बनाउँला अघि नै भनिसकेको छु मैले। अब चाहिँ रातो रातो भइसकेको छ। यसलाई अझै एकछिन 5-10 मिनेट भुट्न दिनुपर्छ। त्यसपछि मसला टमाटर हालेर यसलाई अझै राम्रोसँग पकाउनु पर्छ साथीहरु। अब चाहिँ म 4-5 टमाटरलाई मसिनो गरेर काट्छु साथीहरु। पहिला सुरुमा टमाटर काटेर साइडमा राखिसकेको छु। अब मसला हाल्छु म। जिरा मसलाको पेस्ट बनाइसकेको छु। अब यो म हालेर यसलाई अझै एकछिन मजाले पकाउन दिन्छु। अब हेर्दै खाउँ खाउँ लागिरहेछ साथीहरु। अब यसमा चाहिँ टमाटर हाल्दिन्छु। अब टमाटर चाहिँ कति थोरै हालेको भन्नुहुन्छ होला हैन। मलाई त थोरै टमाटर नै मन पर्छ किनकि मैले अघि नै मसला हालेपछि थोरै अलिकति चुक अमिलो हाल्दिसकेको छु। त्यसैले अलि धेरै अमिलो हुन्छ भनेर 2-3टा टमाटर मात्रै हालेको छु साथीहरु। अब चाहिँ म जुन अघि पानी धेरै भएर निकालेको थिएँ कपमा त्यो पानी हाल्दिन्छु स्वाट टलाएर। त्यो पानी हालेपछि एकदमै स्वाद र ग्रेभी एकदमै बाक्लो हुन्छ साथीहरु। ल हेर्नुस् अब यसलाई म एकछिन अझै पकाउँछु मजाले। ल हेर्नुस् अब चाहिँ यो चाहिँ एकदम के रेस्टुरेन्ट टाइपको भएछ मैले खानको लागि चाहिँ। अब हजुरहरूले कसरी खानुहुन्छ थाहा भएन साथीहरु है। मलाई चाहिँ एकदमै मन पर्छ। अब यसमा थोरै पानी मिसाएर एकछिन उमाल्दिन्छु अनि त्यसपछि 5 मिनेटपछि निकाल्छु। र यस्तै भिडियो हेर्नको लागि फलो र लाइक गर्नु होला। फर्स्ट ब्लग हो त्यसैले गाह्रो नमान्नु होला, नराम्रो लागेन। अर्कोचोटि अझै राम्रो बनाउँछु। सल्लाह सुझाव दिनु होला कमेन्टमा। थ्यांक यू, धन्यवाद, सायनारा।